हेलो उच्चकर समादेश उसको सन्देश। हजुरको नाम र स्टाफ नम्बर भनिदिनुहोस् प्लिज। मेरो नाम सन्ध्या अधिकारी, हजुर स्टाफ नम्बर स्टाफ नम्बर 79606। 06 है। हजुरले कन्ट्याक्टमा भएको भन्दा फरक कुनै काम गर्नुभएको छ? गरेको छैन। गर्नुभएको छैन। स्वास्थ्य र सुरक्षालाई ध्यान दिई काम गर्नुपर्छ जस्तो लाग्छ? लाग्छ त पनि। हजुरले कन्ट्र्याक्टमा भए अनुसारको स्यालेरी टाइममा नै पाउनु भएको छ? पाएको छ, अब आउने बेला हुनुलाई अहिलेसम्म त पाएको छैन, भर हो हजुर पाइन्छ। भनेपछि कन्ट्र्याक्ट अनुसार नै काम गर्नुभएको छ, अन्यथा काम गर्नु परेको छैन? परेको छैन। हजुरलाई बिदा आवश्यक जुनसुकै खण्डमा पनि बिदा आवश्यक पर्यो भने कम्पनीबाट बिदा मिल्छ? मिल्छ, जुनसुकै अवस्था मिल्छ। बस्ने व्यवस्था र खाने व्यवस्था कम्पनीले कन्ट्र्याक्ट अनुसार नै गर्नुभएको छ? गर्नुभएको छ। हजुरलाई काम गर्ने क्रममा कुनै धम्की आउने, कुनै गैर कानुनी काममा लगाउने, बलजबस्ती कुनै कामहरू त्यस्तो आफूलाई मन नपर्ने अथवा अवैध रूपका कामहरू लगाइएको छ? छैन, त्यस्तो भएको छैन। छैन है। पैन कार्ड र सम्पत्तिको उचित तरिकाले व्यवस्थापन हुनुपर्छ जस्तो लाग्छ? लाग्छ। हजुरको जाहेरो कार्ड, पासपोर्ट जस्ता अत्यावश्यक कागज पत्रहरू हजुरसँगै छ? मसँगै छ। भनेपछि निजी जीवन स्वतन्त्र रूपमा जिउनु भएको छ नि? जिरहेको छ। हजुरलाई दैनिक जीवनमा त्यस्ता कुनै समस्या, स्वास्थ्य समस्यादेखि लिएर त्यस्ता कुनै पनि समस्याहरू छन्? छैन, अहिलेसम्म त्यस्तो केही पनि छैन। हजुरले काम गर्ने ठाउँमा अवैध रूपमा कामदारहरू काम गरिराख्नु भएको छ र? छैन, त्यस्तो थाहा भएको छैन। समयको लागि धेरै धेरै धन्यवाद है। हाम्रो इन्टरभ्यू यहीँ सकिन्छ। समादेश आरिगातो गोजाइमास।